यसमा के एउटा विश्वास गरिन्छ भने सिद्धार्थ गौतमले सर्वप्रथम त गृह त्याग गरे अनि जङ्गलमा आफैले आफ्नो कपाल सबै खौरे फालिदिए भनेको सन्यासी जीवन अपनाए भन्ने कथन छ है। अनि त्यसपछि उहाँको जुन कपाल बढ्यो, बढ्दाखेरि थोरै मात्र बढेको 2 अङ्गुल मात्रै कपाल बढ्यो र त्योभन्दा कहिल्यै पनि बढी कपाल बढेन। अनि कपाल झरेन पनि भन्ने मान्यता विश्वास, कपाल बढेन पनि कपाल झरेन पनि यथास्थितिमा कपाल रह्यो। अनि त्यो कपाल पनि कस्तो भने घुमौरो, अनि कपाल पनि कस्तो भने छोयो भने कपासभन्दा नरम अनि निखर कालो। यसलाई भन्छ मृदु कुञ्चित केश। केश भनेको कपाल, मृदु भनेको कपासभन्दा पनि नरम, कुञ्चित भनेको गोलो घुमौरो। यस्तो कपाल उहाँको रहेको, त्यो कहिले पनि बढेन कहिले पनि घटेन भन्ने बुझाइ। त्यस कारण कपाल त कपालै हो, मृदु कुञ्चित केश।